आज मलाई बिहानैदेखि एकदमै कौतूहल सक्सक भइरहेको छ। मलाई अर्कै काम छटाएर छ, त्यो एकैछिनमा म खुलासा गर्न जाँदैछु। तताउनु पर्यो। यो त पढाइ पाराले भने नि त मैले। आज म जाँदैछु। यो दुध कसलाई खुवाउनु थाहा छ? सानो सानो पप्पीहरू छ क्या, मैले एक ठाउँ देखाएको छु। यसरी दुध उम्लिँदैछ, 2-3टा होला, तिनीहरूलाई यति भए पुग्छ। हेरौँ अन्त भोलि फेरि लगिन्छ थपेर। उम्लिसकेको छ। अब यो दुध म चाहिँ थर्मसमा हालेर लिएर जाने विचार गरेँ, चट्टोसँगले यस्तो। सो गुड मर्निङ एभ्रिवान। अहिले 9 बजेको समय। म चाहिँ ब्यागमा थोरै दुध, केही बिस्कुटहरू बोकेर यहाँनिर सानो सानो पप्पीहरू छ, यिनीहरूलाई खुवाउन गइरहेको छु। हेरौँ के रियाक्सन गर्छ। यिनीहरूलाई मैले आज फर्स्ट डे खुवाउन लाग्यो हो। त्यसको त्यो बेबीको आमा त मैले भेटाइसकेँ, यहीँ छ। त्यो यसको आमा त पक्कै होइन, यो यहाँ छ। काले आऊ। अनि यसको आमा त यहाँ होइन, तर यिनीहरूकै सन्तान हो, यहीँ छ सबैजना। आइज। सो त्यो बस्ने ठाउँमै जान्छु म, त्यसको बच्चाहरू बाटोमा। आइज बिस्कुट, त्यो चाहिँ यिनीहरूको ठाउँ। कन्टेनरको मुनि हो, यो होला आमा। आइज बिस्कुट खाने होइन, बिस्कुट दुध यहाँ छ। काली आऊ ल ल आऊ, बिस्कुट खाने नि त। आऊ खाने, नडराउ न तिमी। तिम्रो बेबीलाई दुध र मैले बिस्कुट लिएर आएको छु। ओके, यसको बच्चा लान्छ भनेर ल हप्काएको क्या। अर्को पनि आयो, यो चाहिँ पक्कै पनि बाउ होला। आइज आज यहाँ आऊ ल। आऊ, बच्चा कहाँ छ? बच्चा बेबी कहाँ रहेछ? बेबी आऊ आऊ, सानो आऊ 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 ल छिटो आऊ आऊ यहाँ। यी ल आऊ छिटो आउन मान। अरू आयो सानो सानो। ल ल ल ल अब अहिले म लान्न, तिम्रो बेबी लान्न। यहाँ बेबीहरू निक्लेर 4-5वटा। अब न लाँदिनँ, म लाँदिनँ के, बेबी लाँदिनँ। सबलाई दिन्छु म बिस्कुट। पक 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 पक्न बिस्कुटै दिने हो तिमीलाई। म बिस्कुट दिन आएको त हो नि। बिस्कुट दिन आएको। बेबी पनि आयो यहाँ, सानो सानो बेबी पनि आएको छ है। बिस्कुट कम भयो तिमीहरूलाई? ल ल ल जा
हेर्नु 4-5 वटा बच्चाहरू छ यहाँ यिनीहरूलाई ले कति छ अनि तिमीहरू ठुल्ठुलोलाई त अनि कहाँ दिनु त मैले अनि बेबीलाई पक यहाँ कति रहेछ 4 रहेछ बेबी सेम कलरको उज यहाँ यी सानो बेबी छिटो ल्याउ यस्तो खुसी भएको यिनीहरू यिनीहरूले मलाई सुरुमा यिनीहरूले बच्चा लान्छ भनेर यिनीहरूले हप्काएको हो क्या चर्के होइन छैन सकिसक्यो अब बिस्कुट त सक्यो अब बेबीहरूलाई दुध मात्रै दिने हो मैले है ओके न खै एउटा हेर्छु कि रहेछ अझै एउटा रहेछ अब यहाँ मैले तिमीहरूलाई दुध ल्याइदिएको छु बच्चाहरूलाई ओके यो चाहिँ तिमीहरूलाई होइन यहाँ बेबीहरूलाई हो यहाँ है नाति दुध हो दुध नाति दुध निकाल्दा तर्सिरहेको थियो ल आऊ सानो आऊ तिमीहरूलाई होइन आइज ल ओ बेबीहरू खाँदैछ खाऊ बुबु खाऊ नबोकाइ ओए तिमीहरूलाई होइन बेबीहरूलाई खाऊ म यहाँ दुधमा बिस्कुट पनि हाल्छु तिमीहरूलाई पुगिसक्यो खोइ मम्मी खोइ ओके मम्मीले खुवाएन बुबु त्यहाँ ल्याउ तिमीहरूलाई चाहिँ यत्रो ढाडे भएर आफू उता घुमेर खान सक्दैन तिमीहरू ल बुबु खाएन मम्मीलाई खाऊ सानो यो चाहिँ बाबा होला पकाउने ठुलो बाबा जस्तो छ ल सक्यो बुबु सानो भुन्टेर छ चाडा त्यहाँ छ अर्को यसको नाम के राख्दियौ यसको नाम त्यो दुईटा एउटै छ फेरि यहाँ त अर्को एउटा यहाँ अर्को छ 1 2 3 4 जेठा माइला साइला होइन यो रहेछ जेठा यो रहेछ जेठा हो यो त्यो यो बिचको माइला त्यो साइला यो कान्छा रहेछ कान्छा चाहिँ मम्मीसँग लाइज ल आइज तातो छ किन ए ओके तातो भयो तिमीहरूलाई ठिक छ त छेउमा बसेको भएर त बच्चा र माउ डराइरहेको छ अहिले चाहिँ मजाले दुध खाएछ ल एउटा त भाँडैभित्र छिरो अब हो निस्क्यो बाहिर भटा हो निस्क्यो के भन्ने बच्चाहरूलाई खाँदैछ जुस मजाले खाइरहेको छ दुध एकदम अब दुध पोसिलो हुन्छ भनेर चाहिँ मैले खाँदिनँ अनि बिस्कुट त यिनीहरूले खाइहाल्यो 4वटाले एक एकवटा ल्याइदियो लास्टमा त सबजना यिनीहरू चाहिँ को कोही बाउ होला कोही काका होला कोही उयो त हजुरबा जस्तो छ अनि कोही अङ्कल आन्टी सब यस्तो रहेछ यिनीहरू म आज म सबै पक्का यिनीहरू खाऊ बुबु खाऊ ओइ बुबुले यसको घर यहाँ मुनि हो फेरि यहाँबाट झट्ट यो कन्टेनरको मुनि होइन झट्ट यहाँ चाहिँ हाम्रो बच्चाहरूको ग्रासरुटको फुटबलको सामानहरू चिजहरू राख्छ यहाँ आउनु नि यहाँ आइज बुबुले खा बुबु खा आले
चाटेको युटिलाइज चल्दै छ त अझ वाउ नाइस यो क्यामेरामा पल्केछ ल न केही होइन भन्दैछु अहिले त्यसै क्यामेरामा टोक्न आउँछ हौ यहाँ त अर्को कुकुरले के खाएको यो मोमो खानु छोडेर हेर त के दारेको त नि आऊ त्यो बिस्कुटको खोल म टिप्छु है अरूले पनि यसै गर्नु होला बिस्कुट त खुवाउनुहुन्छ कतिले है फेरि लास्टमा छोट फोहोर गरेर जानुहुन्छ सानो यहाँ अर्को फुक्ले मलाई फटा ल यो थाङ्न किन सोर्या यो खाऊ बुबु ल यो बुबु त्यो मम्मीलाई उता लगाएर बच्चा हाल्छ खाँदैन त बुबु त अनि के खान्छ तिमीहरू भोलि तिमीहरूलाई म त्यसो भने मासु भात ल्याइदिन्छु ल तिमीलाई मसँग डर लाग्छ किन डराउनु ल त्यो खाऊ यो चाहिँ आमा है आमा भने चाहिँ खतरा हुन्छ अघि क्यामेरा टोक्ने खोज्ने यही हो ल किन डराएको क्यामेरासँग आऊ सानो पुकुली पछाडि बच्चा छ सो यिनीहरूले बिस्कुट चाहिँ अलमोस्ट खाइसक्यो त्यहाँ कता होला यिनीहरू एकदमै सुरुमा डराएको थियो अहिले एकदम मसँग फ्रेन्डली भयो अब मलाई यिनीहरूले भोलिबाट राम्रोसँग चिन्छ सो दुध यहाँ राखिदिएर गएको छु बच्चाहरूले खान्छ होला अहिले अनि अर्को त छिरिसक्यो यहाँभित्र यिनीहरूको गुण कस्तो छ म देखाउँछु ल यहाँभित्र चाहिँ यिनीहरूको गुण हो माथि केही गर्दिनँ म यहाँभित्र चाहिँ यिनीहरूको गुण हो यी अर्को आयो पुगुले आयो यहाँ नि क्यामेरा चाटिरहेको छ तँलाई बुबु आएको थियो बुबु यहाँ फेरि क्यामेरा मन पर्यो बुबु खानु लाग्यो अब खाऊ बुबु चाहिँ खान नला क्यामेराले खेल्नुपर्ने हो अर्को आयो अर्को यसले खान्छ कि उता खान कहाँ हिँडेको यो घर हिँडेको यसको घर हिँडेको छिर्यो यसको घर चाहिँ यहाँभित्र अर्को पनि आयो यो चाहिँ बुबु खान्छ कि जस्तो गर्छ तर खाँदैन एउटाले खाँदैछ यहाँ बल्ल मजाले खाँदैछ नाति केही गरेको छैन तैँले मेरो बेबीलाई केही गरेको छैन त किन डराएको मसँग किन डराएको ल यहाँ आइज सक्यो बिस्कुट अब भोलि ल्याइदिन्छु ल आऊ सानो टुकुली आइज ल आइज अब तिमीलाई म माया गर्छु अब तिमी मम्मी हो किन डराएको म अब यहाँ तँ जाऊ उता बेबीलाई लगेर खुवाउ बुबु खाँदैछ सबजनाले खाँदैछ अहिले यस्तो मजाले खाइरहेछ अहिले होइन म तपाईँहरूलाई देखाउँछु ल अहिले त चारवटा यस्तो मिलेर खाइरहेको छ चारवटा पनि तिनवटा जस्तो छ भित्र सुत्नु गइहाल्यो
भोलि आउँछु तिमीहरूलाई म के ल्याइदिन्छु बासी भात ओके ल बाई बाई यता हेर्न आले डल्ले ओके बाई 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 मम्मी मसँग डराइरहेको छ भोलिबाट डराउँदैन यो केही छैन यहाँ त अहिले डराएन सो म केही बिस्कुट अनि अलिकति दुध खुवाएर निस्किसकेँ यिनीहरूलाई म दुध अलिक थपिदिनु पऱ्यो यिनीहरूले दिनभरिमा खान्छ होला नि त पोखाउन आँटिसक्यो यार यिनीहरूले त ओके तर यिनीहरूले दुध त खाइसक्यो त यार अहिले त तिमीहरूले अर्कोलाई दिएन हो तिनजना मात्रै भएर खाएको डल्लेहरू भयो त्यो जेठो छ यो माइलो साइलोभित्र उता कान्छा है अलिअलि त पोखाएको थियो रात त हो कटाहरू अब यिनीहरूलाई दुध थप्दिन्छ निस्के यिनीहरूलाई भाइ भन्नु पऱ्यो नि त है बाई 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 4वटा निक्लेछ आमा यहाँ छ उ त्यहाँ बाउहरू काकाहरू सो अब भोलि मासु भात ल्याइदिनु पर्ला अहिले भाइ यहाँ नि यहाँ दुईवटा कस्तो लापे खेल्दैछ अब यिनीहरूलाई मैले दुध र बिस्कुट खुवाएर हिँडिसकेँ यहाँबाट यहाँ आइज यहाँ यहाँ पिन्टो राखेको तिमी सो अर्को भिडियोमा फेरि बाँकी रहेको केही दुध अलिकति दुध होला यहाँ म त्यो पनि यिनीहरूलाई हालिदिइराखेर जान्छु पोखाउँछ कि भनेर कुरेर बसिरहेको थिएँ आमा मैले त दामी खाएछ नि त अहिले जाने खत्रै पाराले माथि यहाँ बुबु त्यहाँ अहिले उठा भेट्छस् त्यसै गराउँदो रहेछ यार तिमीहरूको मम्मीलाई थर्का त छोड म दुध हालिदिन्छु ओके लु यहाँ हेर्छ तिमीहरूलाई दुध कति हालिदिएँ मैले तातो छ है बिस्तारै खा ल हेर यहाँ मलाई टोक्न आएको होला तेरो बच्चा लान्छ भनेर लाँदिनँ